हेलो गाइज वेलकम ब्याक टु न्यू भ्लग सो के भयो भन्दा अहिले 6 बजिरहेको छ म बिहानै उठेँ म खासमा 5 बजे उठेँ टु बी अनेस्ट म सुत्दै सुतेन हामी सुते कि 1 बजे होला रातभरि सुत्न सकेन किन हो 3-4 दिन भएर त्यस्तै भएको अहिले निन्द्रै पुगेको छैन प्लस हिजो राति त म सुत्नै सकेन किन हो एनिवेज त्यो कहिलेकाहीँ त्यस्तो हुन्छ अलिकति गर्मी जस्तो नि फिल भइरहेछ मलाई त्यो भएर पनि हुनसक्छ आज क्या चिया खान मन लाग्यो उठ्ने बित्तिकै छ आज खाइदिउँ होइन त्यसपछि लेट्स सी पहिला पानी खान्छु थोरै त्यसपछि चिया खान्छु आज बिहानैदेखि भ्लग गर्ने सोचेको लेट्स सी के हुन्छ चाहिँ फिगर आउट गरौँला बिस्तारै सो अहिले चाहिँ बिहानै भइरहेको छ होइन त्यही भएर पनि मलाई फ्रेस फिल चाहिँ भइरहेको छ हल्का तर आइएम प्रिटी स्योर अहिले एकछिनमा चाहिँ मलाई क्रास आउट हान्छ त्यो निन्द्रा नपुगेर होइन अनि आज मलाई बाई द वे मिल्क टी होइन मलाई आज ब्ल्याक टी खान मन लागेको कति त इयर्स भइसक्यो होला ब्ल्याक टी नखाएको चाहिँ होइन नेपालमा पहिला खाएको यहाँ खाएकै छैन तर यस्तो क्रेभ भयो उठ्ने बित्तिकै आएर न है सो खाइदिउँ आज अब त्यो सो खासमा म चाहिँ मर्निङ पर्सन हो होइन तर लेटली गाल चाहिँ बिहान उठ्नै पाएको छैन बेलुका नसुतेर मलाई बिहान उठ्न चाहिँ प्रब्लम होइन हुन त सबैलाई त्यही होला तर होइन होइन कसैलाई राति नै उठ्न मन लाग्छ बिहान उ गर्न बिहान खास उठ्न मन नलाग्ने हुन्छ म चाहिँ अलिकति डिसेन्ट निन्द्रा पुगेको छ भने आई वुड प्रिफर बिहान उठ्नलाई किनकि त्यो फ्रेसनेस त्यो अर्कै फिल हुन्छ मलाई चाहिँ होइन अनि मलाई इन केस पढ्नु छ केही भने पनि म बिहान मात्र पढ्न सक्छु मलाई दिउँसो बेलुका म पढ्न मेरो आई डोन्ट नो वाइ सो म बच्चा हुँदा पनि केही कुरा पढ्नु छ केही कुरा उ गर्नु छ भने चाहिँ म बिहान उठेर पढ्थेँ जस्तै बिहान बरु 1 घन्टा पढ्थेँ टाइम छैन भने बेलुका पढ्नै सक्दिनँ त्यो दिउँसो र बेलुका त मलाई पढ्न त त्यो मनै नलाग्ने तर बिहान अर्ली मर्निङमा चाहिँ केही बच्चामा केही रट्नु नै छ भने पनि केही बुझ्नु छ भने पनि म चाहिँ बिहान प्रिफर गर्थेँ पढ्न चाहिँ मेन अरे गाइज सो म चाहिँ एकछिन बाहिर हिँड्न आएको यतै अगाडि वरिपरि क्या चिसो हावा लाग्ने बिहान पनि एकदम चिसो विन्डी भइरहेछ यार नेपालमा बिहान त्यस्तो चिसो हावा लाग्छ मलाई याद छैन लागै हुनसक्छ है तर पनि अलिकति निन्द्रा चाहिँ लागिरहेछ एकदमै एकछिन हिँड्छु अनि कफी खान्छु होला प्रब्ली त्यसपछि लेट्सी सुत्न पनि सक्छु एकछिनमा इनकेस निन्द्रा लाग्यो भने किनकि एकदम नै सुतेको छैन आज चाहिँ म सो लेट्स गो हिँडौँ एकछिन अब खासमा अलिकति मात्रै हिँड्छु भनेर आएको होइन तर यहाँ दाइसँग कल गरेर आएको थिएँ अनि गर्दा गर्दा पुरा हिँडै भएछ हल्का टाढो पो आइएछ अब मजाले फेरि हिँड्दै घर फर्किन्छु हाई गाइज गुड मर्निङ म चाहिँ भर्खरै उठेको अनि आई गट रेडी किनकि अब हामी ब्रेकफास्ट खान्छौँ अनि त्यसपछि वी आर गोइङ फर अ वक गेस हु इज हियर चाहते सी टाइम फर सेकेन्ड वक चाहते किनकि ऊ चाहिँ बिहानै लिटरली नसुतेर अनि छिटै उठेर गइसकेछ हाम्रो प्लान चाहिँ एक्चुअली सान्टा क्रुज जाने थियो बट लिटरली धुप्पैजनालाई यस्तो राति निन्द्रै लागेन अनि त्यसैले ब्रेकफास्ट रेडी यो चाहिँ कस्तो मिठो छ पाइनएप्पल फ्लेभरको ड्रिङ्क अरे गाइस हामी चाहिँ अब हिँड्दै त्यही हाम्रो रेगुलर रोज गार्डन गइरहेको छ मेरो भ्युवर्सहरूलाई थाहा छ रोज गार्डन कता छ भनेर त्यही नै हो प्रीतिका चाहिँ फर्स्ट टाइम हिँड्दै गइरहेको हो है सो लेट्स गो देयर इट वाज माई प्लान अब समरमा एभ्री मर्निङमा उठेर लेट्स गो देयर अनि डु योगा भनेको तर आज चाहिँ फर्स्ट डे हो सो अलिक टाइम उठ्न नि सकिएन किनकि सुत्नै सकिएन राम्रो स्लिप केही छैन हामी अब जान्छौँ नि समरको गोल भनेको बिहान छिटै उठ्ने अनि त्यसपछि प्रोडक्टिभ हुने केही न केही गर्ने अनि त्यसपछि एकदमै आफ्नो फिजिकमा ध्यान दिने वाउ यस म्याम मेरो पनि सिमिलर गोल्स नै हो पिज्जाको गोल्स मैले पनि चोरेँ ल तिम्रो म गोल्स चोर्छु ल ठिकैसँगले दिएँ ओ ल किन्छु नि त तिम्रो गोल्स कतिमा बेच्छौ त्यस्तो सस्तो छ जस्तो लाग्छ मेरो गोल्स Nobody can do it, but होइन त्यस्तो होइन हजुरहरू पनि जस्ट आफूलाई जे मन लाग्छ नि त्यो गर्नुहोस् रमाउनुहोस् अलमोस्ट देयर अब 5 मिनटमा पुग्छौँ होला होइन अलमोस्ट 3 मिनटमा पुग्छौँ होला ओ त्यही हो अब त्यो छ नि क्याम्पस के लेखेको छ नि त्यसकै अपोजिट साइड हो अब त्यहाँ पुगेर रोज देखाउने आज हामी एउटा रोज कस्तो राम्रो फुल्सहरू ल
हामी यहाँ पहिला एक्चुअली इजिप्सियन मम्मिजको रियल मम्मिजहरू छ क्या यतापट्टि त्यो म्युजियम टाइपको त्यहाँ गएको थियौँ यस्तो क्रेजी छ नि होइन त्यति ठुलो स्पेस चाहिँ होइन यहीँभित्र हो एकचोटि यहाँ गएर हामी देखाउँछौँ ल त्यो बवाल छ यार रियल मम्मिज पुरा उ छ त्यो क्रेजी छ त्यो हेर्नै पर्ने ठाउँ हो त्यो चाहिँ अनि त्यहाँ गएपछि आई गट टु नो तिमीलाई क्या जानु मन छ इजिप्ट भनेर मलाई त अति जान मन छ इजिप्ट पिरामिड्सहरू हेर्न मन छ जानुपर्छ पक्का 100%। अलराइट गाइस यो रोज गार्डन अगाडि चाहिँ अर्को फार्मर्स मार्केट रहेछ हेर्नु न त के रहेछ होइन कस्तो पपकर्न बास्न आयो भन्नु के भन्नु खानै मन छैन बास्न पनि भर्खर टन्नै ब्रेकफास्ट गरेर आएछ हेर सानो रहेछ ठुलो छैन फार्मर्स मार्केट यहाँको एकदम सानो रहेछ स्ट्रबेरिजहरू रहेछ सो यहाँको फार्मर्स मार्केट चाहिँ एकदम सानो इन्ट्रेस्टिङ पनि छैन रहेछ खास केही पनि छैन एकचोटि सान्टाना रोको फार्मर्स मार्केट लग्छु आई मिन म पनि राम्ररी गएको छैन तर आई स इट यस्तो राम्रो थियो नि त्यहाँ त्यहाँ अनि क्या भाइबी छ यार सान्टाना रो है त्यहाँ एक्चुअली घुम्नुपर्छ प्रीतिकालाई घुमाउँछु भन्थ्यो पहिला अब च्याटलाई पनि सँगसँगै घुमाउँछु उसले मलाई बल्ल भर्खरै भेट्दाखेरि जुनसुकै ठाउँ घुम्दाखेरि पनि म यहाँ पिटुलाई चाहिँ लिएर आउँछु भन्थ्यो अनि त्यसपछि लग्थ्यो पनि हो प्लस त्यही त हामी चाहिँ अहिले रोज गार्डनमा छौँ तर रोज गार्डनमा रोजहरू चाहिँ हुनुहुन्न उहाँहरू सबै अहिले जिदामा जानुभएको छ घुम्न जानुभएको छ अलिअलि रोजहरू मात्रै घरमा हुनुहुन्छ अलिअलि हामी चिल गरेर आएको एकछिन अब फेरि घर जान्छौँ निस्किँदै तर काम भयो धेरै यहाँ त कहाँ काम भयो मलाई काम भयो नि ल तिमीले छोपिदियो जस्तो लाग्यो होला होइन त्यसो भइरहेको छ हाम्रो अब लेट्स गो सबै कस्तो ओइल आएको छ कम भएको छ अलराइट सो हामी चाहिँ हिँडेर अब हाम्रो पिट्स कफी आइपुग्यौँ अब जाम कफी खान हामीले कफी पनि लियौँ अब हामी फाइनली घर जाँदैछौँ है सो अब हामी फ्यु मिनट्समा घर पुगिसक्छौँ यस म्यान लेट्स गो ल अब एकछिनमा भेट्छौँ हामी है घर गएर एकछिन फ्रेस भएर सी गाइज एकैछिनमा अलराइट गाइज सो खास केही पनि गरेन मैले रेस्ट गरेँ घरमै बसेँ अलिअलि काम पनि थियो आज पनि एकछिनमा भेट्छु भनेर म भेटिनँ म चाहिँ अब सुत्न लाग्ने बेला भइसक्यो अब प्रीतिकालाई पिक गर्न जान्छु बाहिर गएको थियो सो द्याट विल बी अल फर टुडे गाइज सी यु गाइज टुमोरो बाई बाई पिस